मे 6 तारिकका दिन क्रोएसियामा सडक दुर्घटनामा परि इलाम सन्दकपुर गाउँपालिका 1 निवासी उमेश कुमार फागो र नुवाकोट जिल्लाको देव गुरुङको दुःखद निधन भयो। विडम्बना उक्त घटना भएको 23 दिन बितिसक्दा समेत सब नेपाल ल्याउन सकिएको छैन। कारण चाहिँ हाम्रै कूटनीतिक असफलता देखियो। उक्त विषय अस्ट्रियामा रहेको दूतावासले हेर्दो रहेछ। पीडामा रहेको परिवारले दिएको जानकारी अनुसार सब नेपाल झिकाउन आवश्यक कागजात र प्रक्रिया यताबाट सबै पुरा गरिसक्दा पनि दूतावासले आवश्यक सहजीकरण गरिदिएको छैन। त्यसैले सरकारले पीडितमाथि थप पीडा थप्नुभन्दा आवश्यक सहजीकरण गरेर सब स्वदेश ल्याउने प्रबन्ध तुरुन्त गरिदियोस्। सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। अर्को विषय चाहिँ बर्खा लाग्यो, दिनदिनै पानी परिरहेको छ। विपदबाट थलिएको इलामलाई यस वर्षको सम्भावित विपदबाट जोगाउन सरकारले पूर्व तयारी गर्नुपर्ने आवश्यक छ। सभामुख महोदय, इलाम बेलासे सडक खण्डको माइखोलाका लागि बेली ब्रिज निर्माणको लागि सामग्रीहरू पानी ट्याङ्की भन्सारमा आएर थन्किएको छ। त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउँदछु। यस्तै मेची राजमार्ग अन्तर्गत राजद्वाली खण्डको हरिबिजोकबारे मैले पटक पटक सदनमा उठाएको पनि छु। सडक सञ्चालनका लागि सिमलगोला इलाम खण्डमा पर्ने पुवाखोला र मेची करिडोर अन्तर्गतको पुवाखोलाको बेली ब्रिज निर्माण कार्यमा ढिलाइ भइरहेको छ। ब्रिज निर्माणका लागि सामग्रीहरू भारतमा छन् र त्यसतर्फ सरकारको समयमै ध्यान पुगोस् भनेर पनि सम्माननीय सभामुख महोदय मार्फत ध्यान आकर्षण गर्न चाहन्छु। अर्को, इलाममा 15 भन्दा बढी चिज कारखानाहरू छन्। 150 भन्दा बढी छुर्पी उद्योग मात्र होइन, सयौंको सङ्ख्यामा दुग्ध मिठाई अर्थात् ललिपप बनाउने उद्योगहरू सञ्चालनमा छन्। तर उचित बजारीकरणको अभावमा किसान र उद्यमीले तुलनात्मक प्रतिफल पाउन सकेको छैनन्। दूध विकास संस्थान आफैले भनेको छ अहिले पनि 3.5 महिनाको किसानको भुक्तानी बाँकी छ। डिडिसीको अनुसार किसानले 50 करोड रुपियाँ पाएको छैन। मेरो प्रश्न, किसानको घर कसरी चलिरहेको होला? व्यावसायिक पशुपालन गर्ने किसानले ब्याङ्कको किस्ता तिर्न र पशु आहार खरिद गर्न सकेको छैन।